सताउने होइन नि त तपाईले यो औँलाले मात्र टेक्नु भएको छ पैतालाले टेक्नु पर्यो के जमिनमा मजाले पैतालाले टेकेर बल गर्नुछ हत्केलाले टेक्नुस् पैतालाले टेक्नुस् अनि घुँडा सोझो बनाउनुस् ल हो टेकिहाल्नु सोझो गर्नुस् हो दुईटै गोडा मिलाउनुस् नजिकैको ठाउँ हो अब खुम्चाउने तन्काउने गर्नुस् एकैचोटि खुम्चाउने दुईटै घुँडा एकैचोटि खुम्चाउने यो हात बराबर सोझो राख्ने त्यो गोडा पनि सोझो राख्ने कुर्कुचा सोझो राख्ने एकैचोटि खुम्चाउने तन्काउने एकैचोटि खुम्चाउने तन्काउने टाउकोलाई लुलो राख्नुहोस् टाउको भित्र सिराएर हेरे हुन्छ टाउको हो त्यहाँ हेर्नु हो नाकतिर दुवै एकैचोटि ल्याउने यो दुईटै एकैचोटि खुम्चाएर भित्र लाने हो भित्र हो अलिकति फेरि तन्काउने फेरि हो फेरि यो एकदमै इम्पोर्टेन्ट छ है सुन्नुहोस् यो चाहिँ बुझ्नु है यो एकैचोटि तल झार्नु हो एकैचोटि खुम्चाउने घुँडा एकैचोटि तन्काउने दुवै घुँडा दुवै हातले बल गरेर राख्ने दुवै घुँडा एकैचोटि खुम्चाउने दुवै घुँडा एकैचोटि तन्काउने यसलाई एकैचोटि तल लाने एकैचोटि माथि ल्याउने यो बाङ्गो जस्तो भइसकेको छ यो सबै सोझो हुन्छ यो पछि करोडौँ खर्च गरेर पनि शरीर बन्दैन है यो गर्यो भने आफसे आफ ठिक हुँदै जान्छ यो भन्दा अरूको विकल्प दुनियाँमा केही पनि छैन मान्छे अमेरिका क्यानाडाबाट कहाँबाट टाइम लिएर आएको हुन्छ यहाँ होइन यहाँ अब हामी चाहिँ के यो मिलेको छ नि तपाईँ खुम्चाउनु भएको छ हो तन्काउनुहोस् ल अब त्यतिकै तन्क्यो तन्काउनुहोस् त एकछिन हो तन्काइहाल्नुहोस् अब ल उठ्नुहोस् त्यतिकै उठ्नुहोस् हो कति सजिलो भयो त थाक्नु चाहिँ भयो होला हजुर थाक्नु चाहिँ भयो होला के को थाक्छ ल अब बस्नुहोस् एकछिन ल आएर बस्दाखेरि सोझो बस्नु त्यहाँ हेर्नु पहिला सोझो हुनुहोस् श्वास फाल्नुहोस् तान्नुहोस् छोड्नु मुख किन खोलेको श्वास फाल्नुहोस् नाकबाट सोझै बस्नुहोस् सोझै ठ्याक्कै बस्नुहोस् सिधै ठ्याक्कै बस्नु खुट्टामा हात राखेर जति भने टाउको किन अगाडि ल्याउनु सोझै बस्नु घुँडामा हात राखेरै बस्नु कि तपाईँलाई सजिलो बस्ने घुँडामा हात राखेर उठ्ने सोझै उठ्ने अब अहिले यति गर्नुभयो नि तपाईँलाई अब उठ्न कति आदि तपाईँको 5 किलो घटे जस्तो हुन्छ अब उठ्न त त्यति गाह्रो हुँदैन त्यसो गरेर उठ्नलाई त्यस्तो गाह्रो हुँदैन त्यो पोइन्टहरू धेरै खुला छ उठ्नुहोस् त खुट्टा अलिकति भित्र गर्नु त ल उठ्नुहोस् त्यो यो भएन अलिकति उतै धेरै फाटे जस्तो अब चाहिँ होइन यो यतिकै ठिकै छ यसले टेक्नु पर्यो यसले पनि टेक्नु पर्यो अनि ल उठ्नुहोस् ल त्यो त त्यो ध्यानै माथि अनुहार सिद्ध माथि हेर्नु न ल सोझो भयो उठ्नु भ्यास गोडा सार्नु हुँदैन भनेर कतिपल्ट दिमागमा कुरा पनि राख्नु पर्यो अब बन्नलाई तपाईँ सोझै सोझै हल्कासँग बस्नुहोस् धेरै नोक्ने होइन उठ्नुलाई पनि त्यसरी नै उठ्नु पर्यो क्या त्यो गोडाले टेकेकै हुँदैन तपाईँ गोडाले टेकेकै हुँदैन उभिन नभए गोडा सार्नुहुन्छ अनि धनफनेर घोप्टिन्छ नि गोडा कहाँ टेक्ने त्यहाँ टेकेर यतिकै यसलाई चलाउनु भएन यतिकै बस्नु पर्यो अनि पो हुन्छ बिस्तारै गर्छ गर्दा गर्दै त्यो ट्र्याकमा आउँछ तपाईँले खोल्दैछ खोल्दै जाने यसरी बस्नु खोज्ने यति मात्रै गर्ने नबस्ने फेरि उठ्ने यति मात्रै बस्न खोज्ने उठ्ने यति मात्रै बस्न खोज्ने उठ्ने ल उठ्नुहोस् त एकपटक पहिला उठ्नुहोस् बिस्तारै हुनु धेरै निहुरेर सोझो हुनुहोस् हो ल अब बस्ने होइन बस्न मात्र खोज्नुहोस् है सोझै अलिकति मात्र फेरि उठ्नुहोस् घुँडा खुम्च्याउनु न तपाईँको घुँडा खुम्चिँदैन बस्ने बेलामा कहाँबाट हुन्छ जिउ अगाडि नल्याउनु घुँडा मात्रै खुम्च्याउनु न कुर्कुचा टेकेर घुँडा मात्रै खुम्च्याउनुहोस् त सोझै यो छाती नल्याउनुहोस् सिधै यो माथिको त सिधै होस् ल जिउ सोझै होस् यता हेर्नुहोस् यहाँ यसो मात्रै गर्नुहोस् यो हात यहाँ राख्नुहोस् त्यसलाई नउठाउनुहोस् यसो मात्रै गर्नुहोस् घुँडा मात्रै जिउ गयो तपाईँको जिउ नलानु जिउ सोझै चार पछाडि गयो अनि जिउ अगाडि गयो हाँसेर हुँदैन है दिदी हाँस्ने काम छैन घुँडालाई मात्र चलाउने थियो कि कुर्कुचा मजाले टेक्नुहोस् घुँडा मात्रै खुम्चाउनु खोज्नुहोस् अलिकति मात्र चलाउनु न धेरै होइन भयो नि ल हो त्यति मात्र हो जिउ जानु परेन माथिको जिउ जानु परेन माम गोडा किन सारिराख्नु भएको तपाईँले गोडा नसार त्यो दिमागको कुरा हो नि त शरीर त त्यही छ त दिमागले हो नि त होइन घुँडा चाहिँ गर्नु थोरै मात्र गर्नु मात्रै खुम्चाउनु यसो मात्रै थोरै मात्र
छाती अगाडि गयो तर पछाडि गयो कि यहाँ हेर्नु यसो उहाँको जिउै चलाएन क्या माथिको यो पुरै यति यहाँदेखि यहाँसम्म जिउै चलाएन सोझो यता हेर्नुहोस् त मलाई हेर्नुहोस् त यहाँ हेर्नुहोस् हात यहाँ राख्नु भयो होइन यसो घोडा किन खुम्चिँदैन नत्र तपाईँको कसरी खुम्चिरहेको छ तपाईँ दिमागले नगरेको हो अब हुन्छ त्यही भएर त गर्न खोजेको हो तपाईँले यता आउनुहोस् त्यहाँ ऐना त्यहाँ मेरो क्यामेरामा हेर्नुहोस् यता फर्किनुहोस् सोझो हुनुहोस् यो सोझो गर्नुहोस् न कम्मर गोडा एकै ठाउँमा मिलाएर राख्नुहोस् त बराबर सोझो हुनुहोस् यो तल कम्मरदेखि तल सोझो माथि लुलो गर्नुहोस् यो कुर्कुच्चा यता यता हो ठिक छ किन धर्म लिनु भएको सोझो हुनुहोस् न सोझो यो कुर्कुच्चा मचक्क टेक्नुहोस् यसलाई नसार्नुहोस् नउठाउनुहोस् न त्यो सोझो हुनुहोस् यो सोझो गर्नु न ल अब हात यहाँ राख्नुहोस् यता मलाई हेर्नुहोस् है यसो गर्नुहोस् तन्किनुहोस् थोरै मात्र घुँडा मात्र यो किन चलाएको घुँडा अगाडि घुँडा मात्रै खुम्चाउनु मेरो यो माथिको केही चलाएन नि त सक्दैन नसक्दैन के गर्ने हैन सक्दैन भएर यो गर्ने नसके भएर गर्ने रे अलिकति मात्र गर्नु धेरै पनि छैन अलिकति खुट्टा चले जस्तो मात्र हो अलिकति मात्र गर्नु फेरि उड्नुहोस् हो बिस्तारै गर्नु अलिकति जानु अनि पछाडि घुँडालाई मात्रै खुम्चाउनु अलिकति गर्नु अलिकति गर्नु केही गर्नु जिउ बन्द यतिकै ल घुँडा मात्रै खुम्चाउनुहोस् तपाईँको घुँडा कता छ एकैतिर जानु पर्यो अगाडि यता हेर्नुहोस् यसरी घुँडा जोडे पनि हुन्छ जोड्नुहोस् गोडा जोड्नुहोस् तल थाक्नु भएछ गर्दै हुन्छ दिदी यो भन्दा नो गोडा जोड्नुहोस् त गोडा जोड्नुहोस् यस्तो जोड यसलाई सपोर्ट के ल सोझो हुनुहोस् ल घोडा जति हुन्छ अलिकति मात्रै खुम्चाउनुहोस् यो होइन क्या यो पछाडि ल्याउनु पर्दैन घोडालाई मात्रै अगाडि ल्याउनुहोस् त्यो नसोच्नु क्या त्यस्तो नसोच्नु दिमाग यस्तो हुन्छ उस्तो हुन्छ होइन अब के गर्ने भनेको त्यो मात्रै गर्दै जानु मिल्दै जान्छ क्या घुँडा अलिकति मात्र अलिकति यस्तो तपाईँ अरू जिउ चल्नै पर्दैन यतिको मात्र अलिकति अरू गोडातिर नसार्नु दिमाग नसार्नु समात्नु हुन्छ क्या समात्नु हुन्छ ल मात्रै यसो मात्रै गर्नु सिक्नु त्यो जिउ होइन यति मात्र त्यो नसाहरू कडा हुन्छ बलियो हुन्छ क्या जिउलाई केही नगर्नुहोस् तपाईँ बाङ्गो भन्नुभयो म